भनेको मेरो पछि आउनु पर्छ आलु त तस्नु यो काट्नु काट्नु दिदी एक्लै त्यो गल्ती उसका नहीं तुम्हारा गल्ती म चाहिँ यहाँ क्यामेरा मिलाउँदै हो कि अहिले प्र्याङ्क गर्ने भनेको बहिनीको बसाइ त्यहाँ हेर्नु नि खै प्र्याङ्क त के क्यामेरै लुकाउन आए त्यहाँ त कसरी लुकाउनु देख्छ नि त सबै त ध्यान त्यहाँ जान्छ भन्दैन केही छोड्नु नपाउला सबै उसको फुल भित्र राखेन भने मात्र फुल छ त त्यहाँ कुन कमलको पात दिदीको मनीको सबर करो मेरो आचा बन्न गाह्रो छ है सोचाइ फेर लौका Oh my god! Wow! आउने हो त ठिकाना आज लगाउँ भनेको मिल्दैन अबे तू पागल है क्या? मेरे को जानता भी है और मेरे से ऐसी बात करता है? टीका पनि लगाऊ भयो कि नानु नरिसाउनु भिडियो बन्द गरौँ ल म यहाँ बोल्दै सपना मात्रै ल किन रिसाएको को रिसाएको खै चल्देर नि पवी अनि मान्छे कामबाट आएर नि यो सुतेर बस्छ त रिस उठ्दैन नि हैन कामबाट आएर खानेकुरा पकाएर थाहा भयो थाहा भयो दिदी थाहा भयो अब त के रिसा भनेको सपना अनि हैन के अब कहिले सुत्छ नि त सुतेर नि लाइभ पेट दुखेर मान्छे सुतेर बस्नु लाइभमा बसिन्छ खाना अनि म आएर खाना बनाउनु दिदी एक्लै जहिले नि दिदी एक्लै गरिराख्नु पर्ने अनि किनभने म कति भन्छु सम्झाउँछु अर्को हप्ता म ड्युटी नगए म आज अलि मेरो भाइलाई ल दौडीको धेरै धेरै शुभकामना फलोस् के भन्नु अनि जहिले नि खासातिर सब दिदी पो 1-2 बजे आउँछ अनि तिमी त के सुतेर लाइभ बसिराखेको रहेछ क्या अनि दिदीलाई हेल्प गर्नु छैन जहिले नि भन्नुपर्ने घरमा थिइस् हो खै गरेर दिदीको पकाइस पकाउने घरमा नेट जोडे छैन आज पार्टी रे नि त हामी सबैजनालाई दसैँ मनाउने रे दिदी सबै दिएको छ नि रिसाएको छ आएर सिर्जना आन्टीले गर्दा रिसाएको हो हाँस त दिदी छोरी पनि मलाई रिस उठ्यो नि त सिर्जनालाई त्यो किन हेर्नु पऱ्यो पर्दैन सिर्जना आन्टीलाई हेर्नु हमको मारो हमको जिंदा मत छोड़ो सालो ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ मैले सोनाबाट यस्तो गरेको थिइनँ Oh my god! हमको मारो अहिले अब दुबईतिरबाट मलाई बनाउँछ अनि के त नि है घरमा यत्रोजनालाई खानेकुरा बनाउँदाखेरि दिदीलाई अचार सचार बनाउनु छैन ए हेर्नु मैले तँबाट यस्तो गरेको थिएँ बहिनी रिस उठ्छ हौ पेट दिएर बसिहाल्यो म चाहिँ झन् बहिनीहरू भनेर केही पनि भनेन अनि मलाई हेपेको सबैले जसले पनि मलाई पनि माया गरेर त्यो भनेको त सपना पनि रिसाउने सिर्जना पनि रिसाउने सपना हेर्न अस्तिको कुरा नि निकाल्ने हो अस्तिको कुरा सकिन्छ हैन अनि के त ओइ सप्ने अस्तिको कुरा सकिन्छ हैन अनि अस्तिको कुरा नि छैन तँलाई पनि त मैले माया गरेर भनेको होइन त्यो खानेकुरा के अरे चामल धेर कुरा धेर खायो भन्दाखेरि
अनि त्यतिखेर पनि रिस उठायो अनि आज पनि त आयो त्यहाँ खानेकुरा हिजै छुट्टिएर पाप्यो देख तेरे को भी दुख है, इसको भी दुख है और मेरे को भी एक छोटा सा दुख है। मैले फालेको दिएको चक्लेट आज हाम्रो सबैजना साथै यो घरमा अनि म कामबाट आउँदाखेरि है दिदीले पकाएर लाइफमा बसेर गफ दिइरहेको दिदीहरूले खानेकुरा पकाइरहेछ अनि यो अबे तू पागल है क्या? मेरे को जानता भी है और मेरे से ऐसी बात करता है। सबर करो साँच्चै लाइभै बन्द गरिदिन्छ होला मा कसम टिकटक फालिदिन्छ होला धेरै लाग्ने भयो त गति भयो त भयो ओइ तन भएको ल्याए बन भएको म त खान नपाएस् त बिचरा दिदी चाहिँ एक्लै खानेकुरा गरेर बस्नुभएको बबी आन्टीको छोरी त खान दिदी खानु म गर्छु ल खसीमा चाहिँ मै पाउँछु अलिक भरे आएर भन्नु न तिम्रो कुरा सिरियस हैन अन्त हाँस दिइहाल्छ न पानी होला भन्ने क्या अनि मान्छे कामबाट ये भी तुम्हारा गलती है मत खाओ हैन भयो तिमी सम्झाउन न के भनेर नानालाई मैले भने मान्दैन तिमी त दिदी हो नि तिम्रो त दिदी हो नि हाम्रो पो नाना हाम्रो त दिदी हो नाना अन्त तिम्रो त दिदी हो नि चक्लेट फाल्यो ल अब यसो गरौँ भयो जे हुनु भएको अब यहीँबाट सिक्ने हो सबैले होइन अब भोलिको दिनमा यस्तो फेरि गल्ती नगरियोस् कोहीबाट पनि तिनीहरूले त हिजो अस्ति 20 गरिन पनि त्यस्तो गरे के दुईजना यसरी हिँड्नुपर्ने के तिमीहरू बुढा धेरै मिस्टेक गरेछु कि मलाई यही है मेरी लाइफ 3-4 गरिसक्यो अनि अझै भन्दा के भन्नु पर्यो के लगाइदिनु पर्यो माथि अनि विदेशको ठाउँमा सबैजना काम गरिरहेको हुन्छ नि म पनि काम गरेर को भन्ने यो विदेश तिमी त हिजो को भन्ने विदेश नेपाली घरमा चाहिँ विदेश भन्छ यो नेपाली अनि म पनि काम गरेर आएको तिमी त धनी हिजो सरू दिदी नि काम गरेर आउँछ पनि काम गरेर आउँछ एउटा कानबाट गर्न कान बेचिसके अहिले मलाई रिस उठ्यो भने पारो तात्दैन अनि यस्तो भन्छु नि म अहिले के तात्छ झन् होइन भन्न भिडियो हमको मारो हमको जिंदा मत छोड़ो सालो रुममा राखेको भन्दा नि के भन्दै नि यार म जान्छु भन्नुपर्छ नि है दिदी जङ्गियोस् भनेर यो चाहिँ फेरि भयो दाइ प्राङ्क भयो त हामी 3 जनाको सल्लाह के भएन म एक्लै बोल्छु त दिदी पनि हाँसेको जस्तो मलाई हाँस उठिहाल्छ नि सिर्जना आउँडा आफू धरलाई दिएर प्लानमा त सामेल छ नि तै पनि आउँडा आस अनलाई दिएर अब के गर्छु साथी एकछिन भनेर त रुन्थ्यो होला प्लानमा चाहिँ
पनि सामेल थियो नि त फेरि हैन अझ दिदी पछि सामेल भएको केहरु हिजोबाट प्लान भएको फेरि हाम्रो झगडा होस् भनेर झन् मैले रुममा पनि ल्याएर राखिदियो हिजोबाट प्लान भएको हाम्रो फेरि म चाहिँ किनेर रिसाएर बस्छ भनेर भनिरहेको सोधिरहेको छु चक्लेट तिमीले के सोचेको थियो म त साँच्चीकै होला सिर्जना दिदी त सुतिरह होला साँच्चीकै साँच्चीकै होला दिदी लाइभमा बसिरहन्छ नि त कस्तो लाग्यो त तर तपाईहरुले के भन्नु भएन कि मैले कति कुरा गरे हेर्दै होइन म आज के चाहिँ भन्नु